समीर भैरहवा शहरमा कोठा भाडामा लिएर पढाइ गर्दै थियो। ऊ मेहनती विद्यार्थी थियो र नियमित रूपमा स्कुल जाने गर्थ्यो। समीर, आज छिटो खाना बनाएर स्कुल जानुपर्छ। अचानक ग्यास सकिन्छ। समीर, ओहो, ग्यास पनि सकिएछ। अब खाना कसरी पकाउने? घडी हेर्दै समीर आत्तिन्छ। समीर, स्कुल जाने समय पनि भइसक्यो। आज खाना नखाई नै जानु पर्ला। खाना नखाई समीर स्कुलतर्फ लाग्यो। उसको मनमा भने ग्यास कसरी ल्याउने भन्ने चिन्ता थियो। समीर ग्यास सिलिन्डर बोकेर पसलमा पुग्छ। समीर, साहुजी, ग्यास सिलिन्डर चाहियो। पसलले, अहिले ग्यास छैन बाबु। 2 दिनपछि मात्र आउँछ। समीर, 2 दिन? मलाई त अहिले नै चाहिएको छ। पसलले, मसँग पनि अहिले छैन। अरू पसलमा खोज्नु। समीरले हार मानेन। ऊ ग्यास खोज्दै बजारका विभिन्न पसलमा पुग्यो। तर कतै पनि ग्यास पाएन। समीर, यहाँ पनि छैन। अर्को पसलमा सोध्छु। केही समयपछि थकित र निराश हुँदै, समीर, आज त ग्यास पाएन। भोकले थाकेको समीर कोठामा फर्कियो। खाना पकाउने ग्यास नभएपछि उसले चाउचाउ किनेर खायो र सुत्यो। समीर, भोलि बिहान फेरि खोज्छु। पक्कै ग्यास पाएला। भोलिपल्ट बिहानै समीर फेरि ग्यास खोज्न बजार निस्कियो। तर धेरै पसलमा खोज्दा पनि ग्यास भेटिएन। समीर, हिजो पनि पाएन, आज पनि पाएन। अब के गर्ने? समीर, ग्यास नपाएसम्म यहाँ बसेर पढ्न पनि गाह्रो हुने भयो। गाउँमै जान्छु। ग्यास पाएपछि मात्र फेरि फर्किन्छु। वर्षौंभर ग्यासको अभाव र कालोबजारीका कारण समीरको समय, पैसा र पढाइमा ठूलो असर पर्यो। समीरले जस्तै आवश्यक वस्तुको अभावका कारण धेरै विद्यार्थी तथा सर्वसाधारणले दुःख पाउन सक्छन्। आवश्यक वस्तुको कृत्रिम अभाव र कालोबजारी रोक्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न आवश्यक छ।